सोच त्यति खराब हुँदैन। सोचपछि जुन हामी चित्र बनाउँछौँ, फिल्म बनाउँछौँ, जे सोच्छौँ, जे क्रियाकलाप गर्छौँ त्यो खतरनाक हुन सक्छ। हामीभित्र जे छ त्यही बाहिर आउँछ। हामीसँग खराब कुरा छ भने थटको रूपमा त्यही बाहिर ब्लिङ गर्छ, र हामीसँग राम्रो कुरा छ भने राम्रै कुरा थटको रूपमा आउँछ, र त्यसपछि हामी जे चित्र बनाउँछौँ त्यसले ठुलो भूमिका खेल्छ। जस्तै एउटा सकारात्मक विचार हुने मान्छेले कुनै घटनालाई सकारात्मक तरिकाले लिन्छ, र नकारात्मक विचार हुने मान्छेले त्यसलाई नकारात्मक विचारमा लिन्छ। जस्तै बच्चा स्कुलबाट ढिलो आयो भने सकारात्मक सोच्ने मान्छेले जाममा पर्यो होला, आउँदैछ भन्छ, त्यहाँ उसले फुल स्टप गर्छ। तर नकारात्मक सोच सोच्ने मान्छेले एक्सिडेन्ट पर्यो होला, त्यहाँ हुल हुज्जत भयो होला, हस्पिटल लग्यो होला भनेर डराउँछ, तर्सिन्छ, आफू पनि काम्न थाल्छ, आफ्नो साथीभाइलाई पनि फोन गर्छ, अनि डर र त्रासको वातावरण क्रिएट गर्छ। र डर र त्रास सँगसँगै फिलिङ र इमोसन पनि आउँछ। जुन फिलिङ र इमोसन आउँछ त्यसले हाम्रो मस्तिष्कमा निकै ठुलो असर गर्छ। र ल अफ अट्र्याक्सनले पनि के भन्छ भने, आकर्षणको नियमले के भन्छ भने, हामी जे धेर कुरा सोच्छौँ र फिलिङ र इमोसन गर्छौँ त्यही कुरा बिस्तारै घट्दै जान्छ, र त्यसले दुर्घटना निम्त्याउँछ। त्यसैले हामीले सोच रोक्न सक्दैनौँ होला, तर सोचपछि जुन फिल्म बन्छ त्यसलाई रोक्न सक्छौँ। त्यसलाई बेलैमा रोक्ने प्रयास गरौँ।